छोरोले मलाई भुजिया बनाएर खुवाउनु लाग्छ। राम्रोसँग सफा गर है। मजाले माड्यौ। साबुनले भाँडाले साबुनले कहीँ आलु पखाल्छ। ल भयो ल, त्यो पानी फाल, त्यो भाँडाको पानी फाल्नु सिक्नु पऱ्यो नि त, छोरा मान्छे छोरी मान्छे सबैले। म तिमीलाई यो आलु कसरी काट्ने हो तिमीले यसरी काटिसक्यौ नि, बिस्तारै हात यस्तो गर्ने, यसरी काट्ने है, किनभने नत्र अम्लो काट्छ। अब तिमीले कस्तो अर्कै पारा काट्यौ, त्यही भएर थोरै अप्ठ्यारो भयो के, बुझ्यौ। जस्तै यो काट्यौ नि, यो कसरी काट्ने भन्दिउँ, यसरी काट्दा नि पातल पातल काट्ने के। अयो त्यो त ठुलो भयो नि, सानो धेरै ठुलो भयो नि कालो। खै ल यस्तो गरेर बिस्तारै समाउने। यो चक्कुभन्दा अम्लो साइडमा राख्ने। अब बिस्तारै बिस्तारै सिक्नुपर्छ कि, छोराछोरी सबैले गर्नुपर्छ हो, सबै काम सिक्नुपर्छ। भयो अब कराई बसाल्ने। तेल कति छ खै, भयो राख, थोरै तेल थप्नुपर्छ है। तेलको भाँडा कहाँ छ? तेल एकदम थोरै हाल्नु है, थोरै भयो। तेल यति हाल्यो। अब एकछिन तेल पाक्नु पऱ्यो नि, तेल तात्दैछ, एकछिन टाइम लाग्छ। ग्यास हाम्रो यहाँ यस्तो कति यति अलिकति बढाउ, पुग्दैन त्यतिले। खै कति खै कति हाल्यौ, हालौ न सबै हाल, नडराउनु न, त्यति त नुन लाग्छ। अब बेसा थोरै है। आज म फ्रेन्च फ्राइज बनाउँदैछु घरमा। अनि खानको लागि घरमा ल भयो अब यार फेरि भन्न। हेलो गाइस, आज म घरमा फ्रेन्च फ्राइज बनाउँदैछु, तपाईँ पनि खान आउनु। छोरोले मलाई माम पस्केर दिँदैछ। यति छ। ल भयो अब दाल हाल्दियो, त्यसमै हाल्दियो, त्यो सबै हाल्दियो, दाल छोरो सबै यसरी पोखिन भएन है।